हुन्छ तपाईहरु सम्पूर्णमा नमस्कार। आज म फेरि तपाईहरु माझमा एउटा नयाँ भिडियो लिएर आएको छु। नेपालको भूगोल सम्बन्धी अति महत्त्वपूर्ण प्रश्न उत्तर श्रृंखला 1 अथवा भाग 1 लिएर तपाईहरु माझमा उपस्थित भएको छु। यस भिडियो मन पर्यो भने यस च्यानललाई सब्स्क्राइब गर्न र यस भिडियोलाई लाइक, कमेन्ट र शेयर गर्न चाहिँ नभुल्नु होला है। हुन्छ, अब हामी प्रश्नतर्फ लाग्ने छौं। प्रश्न नम्बर 1 मा रहेको छ। प्रश्न नम्बर 1, नेपालको कुल क्षेत्रफल कति रहेको छ? यो एकदम सामान्य प्रश्न है त। सिकाइ जहिले पनि के त भन्दाखेरिमा सरलदेखि जटिल हैन, सामान्यदेखि विशिष्टतिर जाँदछ। त्यसकारण सामान्य प्रश्नबाट तपाईहरु माझमा मैले यो भिडियो सुरु गरेको छु। यो सबैलाई थाहा भएको कुरा हो। 1,47,181 वर्ग किलोमिटर है त। तपाईहरुले यसमा 1,47,516 पनि भन्न सक्नुहुन्छ। यो चाहिँ हाम्रो राजनीतिक नक्सामा चाहिँ ठीक छ हैन, तर चाहिँ अन्तर्राष्ट्रिय स्तरमा हेर्दाखेरिमा चाहिँ यसलाई आधिकारिक मान्दछ है त। प्रश्न नम्बर 2 मा रहेको छ। नेपालको कुल वनजंगल क्षेत्र कति रहेको छ? नेपालको कुल वनजंगल क्षेत्र कति रहेको छ है, तपाईहरु माझमा प्रश्न रहेको छ। यसको सही उत्तर रहेको छ 45.31%। नेपालको कुल क्षेत्रफल मध्ये कति प्रतिशत त भन्दा 45.31% वनजंगलले ढाकेको छ है। हुन्छ, अब हामी अर्को प्रश्नतर्फ लाग्ने छौं। प्रश्न नम्बर 3। प्रश्न नम्बर 3 मा रहेको छ, घना वन क्षेत्र कति रहेको छ? 45.31 वनजंगल क्षेत्रले ओगटेको छ भने प्रतिशत घना वनजंगल, त्यो मध्ये पनि घना वनजंगल क्षेत्र भनेको कति प्रतिशत रहेको छ त तपाईहरु माझमा प्रश्न रहेको छ। यस प्रश्नको पनि उत्तरतर्फ हामी लाग्ने छौं। यसको उत्तर रहेको छ 41.69% भनेको घना वनजंगल रहेको छ। हुन्छ, अब हामी अर्को प्रश्नतर्फ लाग्ने छौं फेरि। प्रश्न नम्बर 4। प्रश्न नम्बर 4 मा रहेको छ, झाडी तथा बुट्यान क्षेत्र कति रहेको छ? अघि हामीले हेर्यौं घना वनजंगल, अब हामी हेर्दै छौं झाडी तथा बुट्यान क्षेत्र कति रहेको छ। हुन्छ, अब हामी यसको सही उत्तरतिर लाग्ने छौं। यसको सही उत्तर रहेको छ 3.62। 3.62। प्रश्न नम्बर 5। प्रश्न नम्बर 5 मा रहेको छ, वातावरण सन्तुलनका लागि आवश्यक पर्ने वन क्षेत्र कति हो? कुनै पनि देशको अथवा कुनै पनि क्षेत्रको ठाउँको वातावरण सन्तुलन हुनका लागि टोटल क्षेत्रफलको कति प्रतिशत चाहिँ के हुनुपर्छ त? वनजंगलले ढाकेको हुनुपर्छ। त्यो चाहिँ सोधेको है त। हुन्छ, यसको सही उत्तर रहेको छ 43% है। 43% आवश्यक रहँदछ। प्रश्न नम्बर 6। प्रश्न नम्बर 6 मा रहेको छ, सबैभन्दा बढी वन क्षेत्र भएको क्षेत्र कुन हो? हाम्रो विभिन्न क्षेत्रहरू छन् हैन। हाम्रो पहाड छ, हिमाल छ हैन। ती मध्ये पनि के त चुरे छ, हिमालय छ हैन, तराई छ, क्षेत्र छ। ती मध्ये सबैभन्दा बढी वनजंगल भएको क्षेत्र चाहिँ कुन हो भनेर छ प्रश्न तपाईहरु माझमा रहेको छ। यसको सही उत्तर रहेको छ चुरे अथवा शिवालिक क्षेत्र। चुरेलाई के पनि भन्छ त? शिवालिक क्षेत्र पनि भन्छ। त्यो क्षेत्रमा हाम्रो वनजंगल बढी रहेको छ। हुन्छ, हामी अर्को प्रश्नतर्फ लाग्ने छौं। प्रश्न नम्बर 7 मा रहेको छ, सबैभन्दा कम वन क्षेत्र भएको क्षेत्र कुन हो? सबैभन्दा कम वन क्षेत्र भएको क्षेत्र कुन हो? यसको सही उत्तर रहेको छ तराई। तराई क्षेत्रमा चाहिँ के त वनजंगल कम रहेको छ। हुन्छ, यसैगरी हामी अर्को प्रश्नतर्फ लाग्ने छौं। प्रश्न नम्बर 8 मा रहेको छ, सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश कुन हो? सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश कुन हो है त। नेपालको कुल क्षेत्रफल मध्ये सबैभन्दा बढी
अथवा यसरी बुझ्नुहोस्, नेपालको जुन 45.31% वन जङ्गल छ त्योमध्ये सबैभन्दा बढी वन जङ्गल क्षेत्र चाहिँ कुन प्रदेशमा छ भनेर तपाईलाई प्रश्न सोधिएको हो। यसको सही उत्तर रहेको छ कोशी प्रदेश 18.8%। तपाईँ सोच्नुहोला 45.31% मा 18.8% कसरी कोशी प्रदेशमा भयो भनेर सोच्नुहोला। हाम्रो जुन 45.31% वन जङ्गल छ त्यो वन जङ्गललाई त्यो प्रतिशतलाई 100% मानेर हामीले हेर्दाखेरिमा कोशी प्रदेशमा चाहिँ 18.8% वन जङ्गल रहेको छ है त। यसरी बुझ्नु होला। हुन्छ, प्रश्न नम्बर 9। प्रश्न नम्बर 9 मा रहेको छ सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश कुन हो? मैले भनिसके तपाईहरुलाई 45.31% हाम्रो नेपालमा कुल वन जङ्गल क्षेत्र रहेको छ भने त्यसलाई 100% मान्दा सबैभन्दा बढी कोशी प्रदेश भयो भनेसी सबैभन्दा कम कुन प्रदेशमा छ भन्न खोजिएको हो। यसको सही उत्तर रहेको छ मध्य प्रदेश, जहाँ चाहिँ 3.9% मात्र जङ्गल रहेको छ अथवा वन क्षेत्र रहेको छ है त। हुन्छ, अब हामी अर्को प्रश्नतर्फ लाग्ने छौं। प्रश्न नम्बर 10। प्रश्न नम्बर 10 यस प्रकार तपाईहरु माझमा रहेको छ क्षेत्रफलको अनुपातमा सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश कुन हो? यहाँ तपाईहरु झुक्किन सक्नुहुन्छ। अब क्षेत्रफलको अनुपातमा सबैभन्दा बढी वन क्षेत्र भएको प्रदेश कुन हो भनेको छ। अघि माथि पनि त्यस्तै प्रकारको थियो हैन, प्रदेशै सोधेको थियो भनेको छ। अब यो भनेको चाहिँ तपाईहरुको के हो त भन्दा जुन प्रदेश हो, हाम्रो 7 वटा प्रदेश छन्, त्यो 7 वटा प्रदेशको प्रत्येकको आफआफ्नो क्षेत्रफल अनुसारको क्षेत्रफलको अनुपातमा चाहिँ सबैभन्दा बढी भन्न खोजिया है त। त्यसकारणले यसको सही उत्तर रहेको छ बागमती प्रदेश। बागमती प्रदेशको जति क्षेत्रफल छ त्यसको चाहिँ 56.93% चाहिँ के छ त भन्दा वन जङ्गलले ओगटेको छ भन्न खोजिएको हो है त। यसमा नझुकिनु होला। प्रश्न नम्बर 11। प्रश्न नम्बर 11 तपाईहरुलाई यस प्रकारले राखिएको छ क्षेत्रफलको अनुपातमा सबैभन्दा कम वन क्षेत्र भएको प्रदेश कुन हो है त। तपाईहरु माझमा यो प्रश्न राखिएको छ। यसको सही उत्तर रहेको छ मध्य प्रदेश। मध्य प्रदेशमा जम्मी जति मध्य प्रदेशको क्षेत्रफल छ त्यो मध्येमा 24.78% मात्र वन जङ्गल रहेको छ। हुन्छ, अब हामी अर्को प्रश्नतर्फ लाग्नेछौँ। प्रश्न नम्बर 12। प्रश्न नम्बर 12 यस्तो रहेको छ नेपालमा कति प्रकारका माटो पाइन्छन्? नेपालमा कति प्रकारका माटो पाइन्छन्? यो सबैभन्दा सजिलो है त प्रश्न तपाईहरु माझमा। यसको पनि म सही उत्तरतर्फ लाग्नेछु। सही उत्तर रहेको छ 5 प्रकारका है त। 5 प्रकारका अनि माटो पाइन्छन्। प्रश्न नम्बर 13। प्रश्न नम्बर 13 तपाईहरुलाई यस प्रकार राखिएको छ धान उत्पादनका लागि बढी उपयोगी मान्ने माटोको प्रकार कुन हो? धान उत्पादनका लागि बढी उपयोगी मानिने माटोको प्रकार कुन हो है त। 5 प्रकारका माटोहरू मध्ये धान उत्पादनका लागि सबैभन्दा उपयुक्त माटोको प्रकार कुन हो भनेको छ। यसको सही उत्तर रहेको छ पाँगो माटो। पाँगो माटो जुन यो चाहिँ कता पाइन्छ त भन्दा तराई क्षेत्रतिर पाइन्छ। त्यसकारणले हाम्रो झापा, मोरङ, बकै, बर्दिया हैन, कैलाली, कञ्चनपुर यी क्षेत्रहरूमा तराईका बेल्टहरूमा धान उत्पादन बढी हुन्छ अथवा धान उत्पादनको लागि उपयुक्त माटो भनेको पाँगो माटो हो है त। अब हामी अर्को प्रश्नतर्फ लाग्नेछौँ। प्रश्न नम्बर 14। प्रश्न नम्बर 14 यस प्रकार रहेको छ कृषि उत्पादनको लागि बढी उपयोगी अथवा सबैभन्दा उपयुक्त माटो कुन हो? तपाईहरुलाई अघि माथि धान उत्पादनको लागि भनिएको थियो भने यहाँ चाहिँ के त कृषि उत्पादनको लागि समग्र कृषि उत्पादनको लागि बढी उपयोगी अथवा सबैभन्दा उपयुक्त माटो कुन हो है त। यसमा नझकिनु होला। धान भनेको थियो माथि, यहाँ कृषि उत्पादन। यसको सही उत्तर रहेको छ तलैया माटो अथवा कालो माटो। तलैया माटो भनेको कस्तो त भन्दा उपत्यकाहरूमा
हैन, वरिपरिका पात पतिङ्गरहरू त्यहाँ लिएर जम्मा भएर त्यो कुहिएर चाहिँ कालो माटो, मलिलो माटो हैन, तलैया माटो बनेको हुन्छ। अनि त्यहाँ चाहिँ त्यो माटो चाहिँ के को लागि त कृषि उत्पादनको लागि बढी उपयोगी हुन्छ। यसरी सम्झिनुहोस्। हुन्छ, हामी प्रश्न नम्बर 15 तर्फ लाग्छौँ। सबैभन्दा बढी उर्वरा शक्ति भएको माटो कुन हो? सबैभन्दा बढी उर्वरा शक्ति भएको माटो कुन हो? यसको यहाँ उत्तर यहाँ गायब भएको रहेछ है, क्षमा गर्नुहोला। यसको पनि उत्तर के हो त भन्दा सबैभन्दा बढी उर्वरा शक्ति भएको माटो पनि तलैया माटो नै हो है। यसरी सम्झिनु होला। हुन्छ, आजको लागि प्रश्नहरूको श्रृङ्खला यति नै है त। क्रमशः अरू भागहरू पनि आउने छ। त्यसको लागि यस च्यानललाई सब्स्क्राइब र भिडियोलाई लाइक कमेन्ट गरेर सहयोग गर्नुहोला है त। हुन्छ, धन्यवाद।